हेलो एभ्रिवान, के छ हजुरहरूको खबर? आज चाहिँ कुमार सागरको हामी कन्सर्टमा छौँ। कुमार सागरको कन्सर्टमा आज आउनुभएको छ अनि एज अ फ्यान भएर आउनुभएको छ कि साथीहरू कति डायहार्ड फ्यान है? हजुर सबै नेवार हो जस्तो लागिरहेछ हो? हजुर। कतिको एक्साइटेड हुनुहुन्छ? नेवार कल्चरहरू यसरी अगाडि बढिरहेछ, नेपालदेखि यसरी आइराख्नु भएको छ होल टिम होइन, कस्तो लागिरहेछ र के सोचेर के एक्सपेक्टेसनमा आउनुभएको छ? अब आफ्नै कल्चर भएको भएर हामी चाहिँ धेरै एक्साइटेड छौँ। पहिलेदेखि नेवारी गीतहरू सुन्ने होइन, त्यस्तो भएको भएर अहिले कुमार सागरको पनि बिग फ्यान हो। अनि त्यही रिलेटिभ्स त पढ्नु हुँदैन? रिलेटिभ्स त पर्दैन, जस्ट फ्यान। ओके, आज कुमार सागरको चाहिँ कन्सर्टमा आउनुभएको छ, यस्तो हिरो झोला भिडेर होइन, कतिको एक्साइटेड हुनुहुन्छ? एक्साइटेड छु ठिकै। उहाँको गाना अलिकति गुनगुनाइदिन सक्नुहुन्छ? तिम्रो त्यो चाला देखेर आज होइन, राम्रो छ। हजुरहरू अब यहाँ कुमार सागरको अफकोर्स हजुर पनि नेवार होइन, कुमार सागर पनि नेवार, कस्तो रिलेटिभ्स हो कि फ्यान भएर आउनुभएको आज? हामी चाहिँ फर्स्ट चाहिँ एकदमै फ्यान है, एकदमै ठुलो फ्यान। अनि मेरो बुढाको चाहिँ साथी पनि पढ्नुहुन्छ क्या। ओ नाइस। ल साथी भनेपछि अब यता जान्छ है त क्वेसन। साथी यति अब हुन्छ नि, हामी त अब विदेशमा छौँ होइन, अनि आफ्नो साथी चाहिँ यसरी विदेश सिङ्गिङको करियरमा चाहिँ यसरी ठाउँ डुलेको देख्दा आफ्नो साथीलाई चाहिँ कस्तो फिल भएछ हजुरलाई? मलाई त एकदम प्राउड फिल भइरहेछ अहिले होइन। सानो बेलाको साथी हो, 13 वर्ष 14 वर्ष अगाडिको। हिजो नि भेट्दाखेरि मलाई चिनिहाल्यो साथीले कि ओ गरिसकेको थियो, खुसी लाग्यो धेरै। नेवारी कल्चरलाई अगाडि बढाइराख्नु भएको छ होइन, एज अ नेवारी कतिको प्राउड फिल हुन्छ? एकदमै प्राउड फिल है, एकदमै। कुन हजुरको फेभरेट सङ चाहिँ? मेरो फेभरेट सङ चाहिँ चमेली हो। ओहो चमेली, कस्तो प्रिटी हुनुहुँदो रहेछ, डिम्पल यस्तो राम्रो कि। आज कतिको एक्साइटेड हुनुहुन्छ कुमार सागरको कन्सर्टमा आउनु भएको छ? थ्याङ्क यू। म एकदम एक्साइटेड छु, म एकदमै के अरे फ्यान। अनि जापान आएको चाहिँ कति भयो हजुर? म 3 वर्ष भयो। 3 वर्ष लङ। यहाँभन्दा अगाडि कन्सर्टहरू आउनुभएको थियो कि? कन्सर्टहरू त म एउटा पनि छुटाउँदिनँ। ओके, कन्सर्ट हाम्रो सिङ्गिङ लभरमै हुनुहुन्छ। कुमार सागरको चाहिँ हजुरलाई चाहिँ कुन गाना मनपर्छ र थोरै एक लाइन गाइदिनु पर्छ है त हजुरले? मलाई कुमार सागरको सबै गाना मनपर्छ। अनि अलि मनपर्ने चाहिँ? अलि मनपर्ने भनेको चाहिँ हावाको लहरसँगै उडिरहन मन छ। हजुरहरू चाहिँ यतैबाट कि यतै बस्नुहुन्छ कि नजिक, कस्तो? हामी नजिकै होइन। आज कुमार सागरको कन्सर्टमा आउनुभएको छ, यस्तो राम्री भएर आउनुभएको छ, कतिको एक्साइटेड हुनुहुन्छ? धेरै एक्साइटेड छौँ, एकदम धेरै। हेलो नमस्ते। हजुरलाई नेपाली त आउँछ होला नि है? अलि। अनि कुमार सागर भनेको को हो तिमीलाई थाहा छ? को कुमारी बनेको? हजुर नै कुमार सागर जो सिङ्गर आउनु भएको छ नि, उहाँलाई चिन्नुहुन्छ? सिङ्गरलाई चाहिँ चिन्नु हुँदैन? रमाइलो गर्न आउनुभएको आज कोसँग आउनुभएको? आज यस्तो ब्युटिफुल देखिनु भएको छ कि ओ माई गड। कति घन्टा लाग्यो हजुरलाई? घन्टा त लागेन, अबाउट 45 मिनट्स। ओ यति छिटो? मलाई 1 घन्टा लाग्यो भने चाहिँ हजुर यति राम्रो देखिन्छ। 45 हैन, लुगा त यसै कि लाउने हो त? अब जाने भए जाऊ माया अब धेरै नसताऊ, ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ। अब जाने भए जाऊ माया अब धेरै नसताऊ, ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ। पुनम चौधरी भएर पनि है, ल हेर्नु यस्तो राम्रो लुगामा नेवारी कल्चरको लुगा लगाएर यस्तो राम्रो भएर आउनु भएको छ कि कस्तो मनपर्छ कि एज अ फ्यान भएर आउनु? म चाहिँ कुमार सागरको फ्यान भएर कुमार सागर चाहिँ इम्प्रेस भएर चाहिँ यतिको चाहिँ हुनुपर्छ। एकदम राम्रो, एकदम सुहाइरहेछ हजुर। थ्याङ्क यू। अनि हजुरलाई आज के सोचेर आउनु भएको छ? नाच्ने जमजम कि कस्तो? अफ कोर्स नाच्ने। अनि कसरी म्यानेज गरिराख्नु भएको छ यस्तो हेक्टिक लाइफ? हजुर गएको छ त होला? हजुर स्टुडेन्टमा आउनु भएको छ, अनि कतिको हेक्टिक छ लाइफ, कसरी म्यानेज गरिराख्नु भएको छ? अब यतिकै भइरहेछ म्यानेज भनौँ। कतिको एक्साइटेड हुनुहुन्छ? अब एकदम धेरै। अब जस्ट 30 मिनटमा होइन एकदम
जस्ट 30 मिनट पछि चाहिँ एकदम यहाँ चहल पहल रमाइलो हुनेवाला छ अनि कतिको आज नाच्ने गाउने कतिको के गर्ने प्लान छ हल्का फुल्का नाच्ने अझै मान्छे अझै आएको छैन हैन साथीहरू आउन बाँकी नै छ होला अझै 4-5 जना आउनु बाँकी छ ग्याङै आउनु भएको रहेछ हैन 2 बजे हो 2 बजेबाट आएको 2 बजेदेखि लास्टै धेरै फ्यान हुनुहुँदो रहेछ लास्टै हो नि एकदम अझै नेवार हो जस्तो हजुर अनि उ पनि नेवार हो होल फ्यामिली आउनु भएको छ कुमार सागरको कन्सर्ट हेर्न कतिको एक्साइटेड हुनुहुन्छ भेरी एकदमै है हजुरहरू नेवार हो जस्तो लाग्यो हो है ओके नेवार भएर चाहिँ नेवार कल्चर हुन्छ नि यति अगाडि बढिसक्यो नेवारी गानाहरू हामीलाई थाहा पनि थिएन नि त हामी होइन अहिले चाहिँ एकदम रुचाइराख्नु भएको छ अहिले सबले देश विदेशमा एकदमै मन पराएको म्युजिकमा गनिन्छ नि त कुमार सागरको अनि आफ्नो कल्चर चाहिँ यसरी अगाडि बढेको भएर चाहिँ हजुरलाई चाहिँ कस्तो प्राउड फिल हुन्छ कि कस्तो के सोच्नुहुन्छ त्यही हो अब नेवार भएर अहिले नेपालीमा मात्र होइन अब नेवारी कल्चर पनि अहिले अब वर्ल्ड वाइड अब सबैतिर चलिरहेछ भनौँ अहिले फेमस भइरहेछ मलाई त बच्चा बेलामा थाहा नै थिएन कि नेवार हुन्छ नि सङ छुट्टै हुन्छ भनेर होइन अनि म लगायत अरू साथीहरूलाई पनि थाहा थिएन होइन अहिले चाहिँ एकदम भाइब गर्छौँ हामी होइन हजुरहरू पनि पक्कै पनि आफ्नो भनेपछि माया लाग्छ होला होइन यति टाढाबाट होइन यतै बस्नुहुन्छ कि छुट्टै उहाँहरूको लागि आउनुभएको आज कन्सर्टमा चाहिँ कन्सर्टको लागि यहाँसम्म नजिक त नजिकै हो तर अब स्पेसली आज कन्सर्टको लागि चाहिँ हामी टाइम निकालेर आएको कतिको एक्साइटेड हुनुहुन्छ एकदमै एक्साइटेड यस्तो राम्री भएर आउनु भएको छ होइन कति घन्टा लाग्यो ल भन्नु त नट 1 घन्टा होइन हामी त खाएको सीमादेखि आएको 5-6 घन्टा नै लाग्यो ओ माय गॉड त्यति टाढाबाट आउनु भएको हेर्दै सिङ्गर हो जस्तो लागिरहेछ हल्का चाहिँ गाना गाउन आउँछ है आउँछ कता देखे जस्तो छ क्या बाहिर कसम नाच्नुहुन्छ क्या हो मैले देखेको छु है हजुरहरूलाई कता चाहिँ देखेको छु ल अब कुमार सागरको चाहिँ कन्सर्टमा आउनु भएको छ उहाँको चाहिँ फेभरेट गाना चाहिँ कुन हो फेभरेट गाना चम्पा थोरै गाइदिनु न त ल 2 लाइन आज चाहिँ कुमार सागरको कन्सर्टमा हजुर आउनु भएको छ होइन कतिको एक्साइटेड हुनुहुन्छ एकदम एक्साइटेड है यो कुमार सागर भनेको गायक मात्रै नभएर हाम्रो ट्रेडिसनल अथवा नेपालको कल्चर होइन नेवारी कल्चर भनौँ न स्पेसल जुन काठमाडौँमा चाहिँ पछिल्लो समयमा लोप हुँदै गएको चिजलाई चाहिँ माथि उकास्नको लागि उहाँले खेल्नु भएको भूमिका हो त्यो भूमिकाले गर्दाखेरि चाहिँ अलिकति एक्साइटेड मात्रै नभएर नेपाली कल्चरलाई पनि माथि लाने एउटा कलाकारलाई सपोर्ट गर्नुपर्छ भन्ने हिसाबले पनि हामी चाहिँ अब एक्साइटेड भएर हाम्रो वाजिरोबाट ग्रुपै आएको छौँ होइन एकदम एक्साइटेड छु भित्र गएर अब झन् रमाइलो गर्नेछौँ कतिको एक्साइटेड हुनुहुन्छ आज अब म होइन अब कुमार सागर हो नि त वी वर अल बिन वेटिङ फर दिस यो कहिले हुन्छ भनेर इट्स फाइनली अब हियर अनि अब अहिले चाहिँ आज अब जस्ट रमाइलो मात्रै आज नाच्ने भनेर आउनु भएको छ कि जस्ट ह्याङ आउट अनि चिल नाच्ने भनेर भन्दा पनि बिङ आर्टिस्ट हुन्छ नि I will be a big good listener जस्तो लाग्छ मलाई चाहिँ Oh my god good listener गाउन चाहिँ कतिको आउँछ गाउन भन्नु नि I used to sing back in the days प्लिज एक लाइन गाइदिनु त अस्ति होला बबाल सिसन बानियाले गरेको च्यालेन्जमा पनि मैले भाग लिएको छु Oh my god I have uploaded that बबाल सङ उयसमा पनि अस्ति इन्स्टाग्राममा बबालमा पनि सिसन दाइले चाहिँ मेरो स्टोरीमा लाइक गर्नुभएको थियो क्या सो इट्स बिन लाइक 3 days का यो भएर अनि म त्यो एनर्जी लिएर थोरै गाइदिनु न त 8 वर्ष अघिदेखि हसल क्राममा म नेपाल नगएको 8 वर्ष भयो 8 वर्ष अघिदेखि हसल क्रममा नयाँ लाइफस्टाइल नयाँ फ्लो नयाँ ध्यानमा छक्क पर्छ केडाहरू देख्दा ग्राइन्डमा सन्देश दाई स्टोरी बवाल भन्छ लाइनमा यो आमामा आयो कडा थ्याङ्क यू सो मच कस्तो खतरा गाउनु हुँदो रहेछ थ्याङ्क यू हुन्छ नि आई गट वाइफ दो आई एम म्यारिड दो हुन्छ नि इट्स ओके फाइन आज कुमार सागरको कन्सर्टमा आउनु भएको छ यस्तो राम्री भएर अनि कतिको एक्साइटेड हुनुहुन्छ एकदम फुल एक्साइटेड म जमजम नाच्ने गरी आउनु एकदम यस्तो छमछम ओके यो हो नि त क्रेज यो हो नि त अनि कुमार सागरको चाहिँ हजुरलाई फेभरेट सङ चाहिँ जाने भए जाऊ नि माया बधेरै नसताऊ ओके अनि कतिको कसरी म्यानेज गरिराख्नु भएको छ यसो हेक्टिक लाइफलाई चाहिँ देख लास्टै गाह्रो छ नि जापानमा त काममा होइन यतिको रिफ्रेसमेन्ट चाहियो त्यही भएर चाहिँ आज कुमार सागरको कन्सर्टमा कतिको एक्साइटेड हुनुहुन्छ आज एकदम धेरै हजुर यस्तो राम्री भएर आउनु भएको छ अनि के सोचेर आज नाच्ने भनेर आउनु भएको छ जस्ट ह्याङ आउट गर्ने भनेर नाच्ने भनेर ओके अनि कसरी म्यानेज गरिराख्नु पर्छ यस्तो हेक्टिक लाइफ एकदम अब
मिलाउँदै हैन त्यही त आज अब धेरै साथीहरू सबै साथीहरू आउनुभएको कि एक्लै आउनुभएको साथीहरू पनि ग्याङ नै छ कसै नेवार त हैन ओके फ्यान हो कतिको एक्साइटेड हुनुहुन्छ नाच्ने भनेर आउनुपर्छ कि गाउने जस्ट इन्जोय गर्ने भनेर इन्जोय नै नाच्न गाउन कतिको रहर लाग्छ एकदमै अनि कति वर्ष भयो यता आएको अनि म झन्डै 7 वर्ष जति भयो 7 इयर्स सबैको म चाहिँ 3 वर्ष म 6 वर्ष जति 6 वर्ष ओ माई गॉड लङ टाइम कतिचोटि जानुभयो नेपाल त गए 2 चोटि कतिको स्ट्रगल छ लाइफ त अब स्ट्रगल त छ नि हैन स्ट्रगल पनि हुन्छ जापानमा मात्र हैन नेपालमा बसे नि स्ट्रगल त गर्नै पर्छ जे अब आज काम भएर चाहिँ नआउनु भएको मान्छेहरूलाई चाहिँ हुन्छ नि अब एक्टिभ लाइफ हुन्छ बिजी शेड्युल हुन्छ अनि नआएको मान्छेलाई चाहिँ के भन्न चाहनुहुन्छ अब हैन एकछिनको रमाइलो गर्नुपर्छ हैन टाइम निकालेर सधैँ काममा त गर्नु हुँदैन आफूलाई रिफ्रेस पनि गर्नुपर्छ लाइफ पनि हो नि हो गाइज त्यही भएर सधैँ काम मात्रै होइन कहिलेकाहीँ चाहिँ यसो रिफ्रेस पनि चाहिन्छ होइन एज अ फ्यान भएर होइन यसरी इन्जोय गर्ने हो कि हामीले त्यो गाउने आउनुपर्छ भन्ने छैन नि त हामी त इन्जोय गर्न आएको आज इन्जोय गर्नु होला एकदमै होइन टेन्सन जति सबै भुलेर खतरा पारामा आज नाचेर रमाइलो गर्नु होला थ्याङ्क यू सो मच ओके थ्याङ्क यू अनि हजुरको चाहिँ फेभरेट सङ चाहिँ मेरो चाहिँ फुरफुरी जाने भए जाऊ हजुरको चाहिँ जाऊ सेम मेरो पनि एकदमै फेभरेट सङ हो अनि केही मेसेज अनि हजुरको साथीलाई अब अपकमिङ फ्युचर अब हजुरले केही भन्न सक्नुहुन्छ उहाँको लागि अब के भन्ने मैले फ्युचरको लागि बेस्ट अफ लक हैन यसरी नै राम्रो म पनि नर्भस भइरहेको छु के साथी भनेको देखेर सबैको माया जहिले यसरी नै पाओस् हैन जहिले खुसी होस् यसरी नै राम्रो प्रगति गर्नुहोस् त्यही भन्न चाहन्छु अर्को वर्ष पनि फेरि भेटिराख्न पाऊँ हैन हजुर हजुर चाहिँ नेवारै हो कि कस्तो हो नि म नेवार हो त्यो पनि खोपाकै हो म खोपा बान्ड हेर्नु नै एकदम एक्साइटेड हो एक्लै आउनु भएको कि साथीहरू हैन साथीहरूसँग त्यही त हैन बिदा मिलाएर आउनु भएको छ आज एकदमै इन्जोय गर्नु है अनि जति सक्दो आज सबै टेन्सन भुलेर नि अहिले 2-3 घण्टा चाहिँ यो टाइम चाहिँ मेरो हो भनेर मज्जाले जम नाचेर इन्जोय गर्नुपर्छ अफ कोर्स थ्यांक यू गाना चाहिँ एकदम मन पर्छ मलाई मेरो फुल्ला भन्ने ओ माय गॉड अलिकति गाइदिनै पर्छ है मेरो फुल्ला सँगै मिठो धुन यति मात्रै ओ माई गॉड कस्तो स्वीट गाउनु भयो हैन एकदम राम्रो भोइस रहेछ कस्तो फ्यामिली बस्दाखेरि चाहिँ हैन यो जापानमा चाहिँ कस्तो सजिलो हुने रहेछ कि गाह्रो कसरी ब्यालेन्स गर्नुहुन्छ लाइफ मेन त युज टु हुनु पर्यो हैन यहाँको लाइफस्टाइलमा भन्नाले अब नानु चाहिँ पढ्दैछ कि कस्तो नि 8 मा है कतिको गाह्रो हुने रहेछ ठिकै भनौँ न अब जापानिज बुझेपछि त त्यस्तो गाह्रो हुँदैन जापानिज फ्रेन्ड बनाउनु भएको कि चाहिँ छ है नेपाली अब नेपालमा बस्नु भएको थियो नि त पहिला त पढ्नु भयो होइन कतिको मिस गर्नुहुन्छ र डिफ्रेन्ट चाहिँ जापानिज र नेपालीमा चाहिँ कतिको डिफ्रेन्ट पाउनु भयो अब यहाँको र नेपालको पढाइमा त धेरै डिफ्रेन्ट छ अनि डिसिप्लिन अब त्यस्तै हो एकदमै डिसिप्लिन छ यहाँको होइन कतिको मिस गर्नुहुन्छ उताको फ्रेन्डहरूलाई अब मिस त त्यस्तै हो दिनदिनै बोल्ने भएर त्यतिको त हुँदैन उहाँको चाहिँ कुन गाना मनपर्छ हजुरलाई एकदम अहिले नआएको छ त कुन गाना हो त्यही नआएको छ नेवार चाहिँ होइन नि कि नेवार मगर है मगर अनि घर चाहिँ कता स्याङ्जा अनि कति वर्ष भयो जापान आएको 1 वर्ष हजुरको 1 वर्ष कतिको कस्तो इन्जोय भइरहेछ कि कस्तो हेक्टिक छ कि लाइफ कसरी बितिरहेछ रमाइलो भइरहेछ नेपालको हाउसमा पनि एकदमै राम्रो ठाउँ हो सबैजना हाउसमा घुम्न आउनु होला ओके डेफिनेटली अनि इन्जोय गर्नु होला आजको दिन है टेन्सन त छँदैछ होइन तर अब कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ आज टेन्सन साइड लगाएर 2 घण्टा एकदम इन्जोय गरेर नाचेको देख्न पाऊँ है त थ्याङ्क यू टाढाबाट आएको एकदम गर्ने टाढाबाट कताबाट ओ माई गॉड बिहानैदेखि प्रिपरेसन पुरा होइन भएर हिरो भएर आउनु भएको छ अनि कोही यसो केटीहरू पनि हेर्ने विचार छ कि जस्ट गाना सुन्ने जाने डेफिनेटली रमाइलो गर्नुहोस् है अनि इन्जोय गर्नुहोस् नाचेको धुमधाम आज 2 घण्टा एकदम इन्जोय गर्नुपर्छ है त
थ्याङ्क यू सो मच के सोचेर आउनुभएको छ नाच्ने भनेर कि इन्जोय गर्ने यस आज चाहिँ एकदम अब नाच्ने रमाइलो गर्ने होइन नेपाली अब कलाकारहरूलाई पनि सपोर्ट गर्नको लागि हाम्रो जमात सकेसम्म धेरै बनाऊ भन्ने हिसाबले पनि हामीले धेरै साथीहरूलाई लिएर आएका छौँ त्यो हिसाबले चाहिँ नाच्ने रमाउने होइन अब एकदम फुल इन्जोय गर्ने भन्ने सोचमा छौँ कुमार सागरको चाहिँ हजुरलाई कुन गाना चाहिँ एकदम मनपर्छ समुद्र पारी जाम भनी ओके सबैको फेभरेट सङ नै रहेछ त्यो जति पनिलाई सोधेँ उहाँहरू सबैले यही गाना भन्नुभएको छ गाउन आउँछ भने थोरै एक लाइन प्लिज गाउन के त खासै आउँदैन हैन सुन्न त्यही त कतिको एक्साइटेड हुनुहुन्छ कतिको एक्साइटेड एकदम धेरै आज एकदमै रमाइलो हुनेवाला छ हैन त्यो अहिले एनर्जी बचाएर राख्नु हैन एकदम रमाइलो गर्नुपर्छ सबैभन्दा धेरै चिचाक आओस् हजुरको सुन्न पाम हैन र एकदमै इन्जोय गर्नु आजको डे है त न थ्याङ्क यू कति भयो यता जापान आएको म अबाउट 12 वर्ष भयो डले हो र कतिको कसरी म्यानेज गरिराख्नु भएको छ कतिको अहिले भर्खर नयाँ आउने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अनि लाइफ कस्तो चलिरहेछ लाइफ अप्स एन्ड डाउन्स बट रमाइलो एभ्री टाइम एक्सपिरियन्स है जति उमेर बढ्दै गयो जति बस्दै गयो त्यति एक्सपिरियन्स वाइज हुँदै जाने त अब भर्खर आउने बच्चाबच्चीहरू भाइहरू बहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ भाइ बहिनीहरूलाई चाहिँ अब नियोगो एकदम राम्रो पढ्नु अब यत्रो पैसा खर्च गरेर आउनुभएको छ फ्युचर राम्रो बनाउनु सक्सेस बनाउनु त्यही हो कस्तो प्रिटी देखिनु भएछ अझै इन्जोय गर्नु है थ्याङ्क यू आज कस्तो नाच्ने गाउने जस्तो चिल कस्तो भाइबमा हुनुहुन्छ मलाई चाहिँ उहाँहरूको चाहिँ नि नाच्ने गाउने भन्दा नि एकदमै त्यो म्युजिकको भाइब चाहिँ एकदम मनपर्छ अनि त्यही भएर नाच्छु पनि बिजी सेड्युलमा अनि कसरी म्यानेज गर्नुहुन्छ के अरे कुमार सागरजीको कन्सर्ट हुन्छ भन्ने बित्तिकै मेरो चाहिँ एकदमै त्यो उस्तै अनि उसले चाहिँ मलाई सरप्राइज दिएको ओ माई गड कपल हुनुहुन्छ होला है कस्तो अनि यहाँको बिजी लाइफ छ होइन कसरी स्ट्रगलिङ फेजमा भयो कति वर्ष भयो आएको अनि कसरी लिइराख्नु भएको छ जापानको लाइफलाई चाहिँ म चाहिँ 11 वर्ष भयो ओ माई गड है अनि कस्तो रमाइलो बितिरहेको छ कि रमाइलो लाग्छ मलाई चाहिँ अनि कतिको फ्यान हुनुहुन्छ कतिको गाना सुन्नुहुन्छ कुमार सागरको नर्मल लाइक त्यस्तो ओके नानुले भनेर बाबा मम्मीलाई कन्भिन्स गरेर आउनुभएको छ आज एकदमै रमाइलो हुनेवाला छ होइन एकदम इन्जोय गर्नु हेक्टिक लाइफलाई भुलेर जस्ट 2 घन्टा एकदमै इन्जोय गर्नु है त हस् थ्याङ्क यू म 6 वर्ष भयो हजुरले चाहिँ ल्याउनु भएको डिपेन्डेन्टको कुरा आइसक्दाखेरि चाहिँ यहाँ चाहिँ अब जापानमा चाहिँ डिपेन्डेन्ट भइसकेपछि चाहिँ कतिको गाह्रो हुन्छ कि सजिलो हुन्छ कि कस्तो इन्जोय केही छैन चिलमा हैन ओके गाइस कहिले काहीँ प्रब्लम चाहिँ हुन्छ सुनि नेपाली सिकाउने हो कि नेपाली है अब त सिक्नै पर्दैन नेपाली छ डाँडा काँडा ढाकिसक्यो नेपालीहरू इन्जोय गर्नु होला एकदमै है थ्याङ्क यू सो मच थ्याङ्क यू